अन्तिम लडाईँ लड्न जाने होइन त साथीहरू। विदेश जानुपर्छ त्यो रोग लाग्यो। युवा खोज्दाखेरि पाइँदैन, युवा खोज्न विदेश जानु पर्यो। गाउँमा मलामी सब उठाउने मान्छे छैनन्। यो पेटमा मुलुकले के पायो? गणतन्त्र पायो। मुलुकले धेरै राजाहरू मुलुकले पायो, नेता पाएन, राजा पनि दिनु होला होइन। सो ओके गाइज, अब फेसबुकमा अब उयो गरेर हुँदैन। दुर्गा प्रसादले जुन अभिनय उयो गरेछ, अब हामी ममा भिडियो बनाएर हुँदैन, प्रत्यक्ष आउनुपर्छ, प्रत्यक्ष फिल्ममा आउनुपर्छ, नभए हुँदैन। यिनीहरूले देशमा रहनुहुने विदेशमा रहनुहुने मेरा प्यारा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यही आउँदो 2081 साल चैत 15 गते जनविद्रोहको घोषणा काठमाडौँको 3 कुने स्थित प्राङ्गणबाट हुँदैछ। तपाईहरुलाई म एउटा अनुरोध के गर्न चाहन्छु भने विगत 34 वर्षदेखि यो देशमा हेलो अन्तिम लडाईँ लड्न जाने होइन त साथीहरू। म त विदेशमा छु होइन। अब मैले तत्कालीन अहिले जानुलाई अलिकति असमर्थ छु होइन। र तपाईँहरू जाँदा नेपालमा जुन ठाउँमा हुनुहुन्छ जहाँबाट तपाईँले भिडियो हेर्नुहुँदैछ, दुर्गा प्रसादले सबैले साथ दिनु उसले उठाएको एउटा यो एजेन्डा एकदम सही छ। हामी जस्तो परदेशी मान्छेको लागि एकदम सही छ होइन। सो सबैजनाले चाहिँ उहाँलाई साथ दिउँ। यो आन्दोलन भनेको अन्तिम आन्दोलन हो। अहिले तपाईँ कुनै पार्टीमा हुनुहुन्छ, तपाईँलाई राम्रो छ होला होइन। तपाईँ कुनै एउटामा हुनुहुन्छ, जति पनि राष्ट्रवादी हुनुहुन्छ तपाईँहरू चुप लागेर नबस्नुहोस्। तपाईँहरूले आफ्नो फेसबुकबाट सामाजिक सञ्जालबाट सेयर गर्नुहोस्। तपाईँहरू एउटा सेयर गर्न नसक्ने, एउटा कमेन्ट गर्न नसक्ने, एउटा साथ दिन नसक्ने तपाईँ राष्ट्रवादी होइन। तपाईँहरूले सबैको आफ्नो फेसबुकबाट सामाजिक सञ्जालबाट ट्याग गरेर सेयर गर्नुहोस्। र यो चैत्र 15 गते तपाईँहरू आउनुहोस्। तपाईँले एकचोटि राम्रो एउटा उयो भएर नेपाली भएर एउटा सच्च भएर सोच्नु होइन। आफ्नो भित्र आत्माले के भन्छ होइन। तपाईँको छोरा नातिलाई यत्तिकै हुन्छ। तपाईँ त एउटा कुनै पार्टी, यो पार्टीले तपाईँको छोरा नातिलाई सम्मान भइरहन्छ। छोरा नातिको लागि राम्रो हुन्छ, भोलि पर्सि उनीहरूको भविष्य उज्जवल छ। यो समाजमा, यो उयसमा, यो सोसाइटीमा उसको स्वास्थ्य राम्रो छ, उसको पढाइ राम्रो हुन्छ होला त भोलि छोरा नातिकोमा। यो सोचेर चाहिँ तपाईँले एकचोटि दुर्गा प्रसादलाई साथ दिउँ न। राजा भन्दा पनि मलाई त कस्तो लागेको छ भन्दाखेरि चाहिँ यो व्यवस्थापन चाहिँ एकचोटि हटेर चाहिँ यो सबै कुराहरू बङ्गलादेश जस्तो गरेर चाहिँ नि, त्यस पछाडि रवि लामिछानेको नेतृत्व, रवि लामिछाने सुख गरेर जीविका चलाइराख्नु भएका नेपालमा बसेर विदेशमा बसेर सम्पूर्णमा नमस्कार गरेर चाहिँ यही आउने चैत 15 गते हाम्रो जनविद्रोह हुँदैछ होइन। उपस्थितिको लागि अनुरोध गर्दछु, आफू बचौँ, देश बचौँ, गरिब दुःखी नागरिक बचाउ महाअभियानको तर्फबाट हुन लागेको जनविद्रोह, नागरिक जनविद्रोह 2081 चाहिँ पुरै उसको चाहिँ उसले सबै कुराहरू उसको हातमा आइसके पछाडि चाहिँ अनि देशमा कस्तो कायापलट हुन्छ। हिजोको दिन एउटा मिडिया पर्सन भएर पनि कत्रो ठुल्ठुलो काम गरेको थियो होइन। र भोलि उसको हातमा सबै कुराहरू भइसक्यो भने देशमा कायापल्टिन चाहिँ धेरै टाइमै लाग्दैन। कस्तो ठाउँमा कस्तो भइरहेको छ होइन। सो यो कुराहरूलाई चाहिँ सबैजनाले एकचोटि सम्झेर तपाईँसँग यो भिडियो आएको छ भने एकचोटि दुर्गा प्रसादको चाहिँ जुन यो अहिले आन्दोलन उसले छ होइन, यो यसमा चाहिँ अब थामिँदैन। यो यहाँको पुलिसले पनि थाम्दैन, प्रशासनले पनि थाम्दैन, नेताले पनि थाम्दैनन्, कसैले पनि हामी काठमाडौँ नै कब्जा गरिदिन्छौँ। के कुरा गर्नुहुन्छ? नेपाल कब्जा भइसकेको कुरा गर्नुहुन्छ। त्यही दिन सबै कुरा हुन्छ। त्यही दिन त्यो एकै 24 घण्टा पनि लाग्दैन। ल सबैजनाले साथ दिनु होला। सबै कहाँबाट हेर्नु हुँदैछ, सबैजना आउनु काठमाडौँ। के गर्नुपर्छ? अन्तिम लडाइँ हो, के गर्नुपर्छ सबै कुराहरू गर्ने होइन। विदेशमा बसेर चाहिँ अब हुँदैन। फेसबुकमा स्टेटस लेखेर हुँदैन, फेसबुकमा टिकटकमा भिडियो बनाएर हुँदैन, प्रत्यक्ष आउनुपर्छ, प्रत्यक्ष फिल्ममा आउनुपर्छ, नभए हुँदैन। यिनीहरूले पटाउँदैन। फेसबुकमा स्ट्याटस टिकटकमा दुनियाँ गरेर अब हुँदैन, फिल्ममा आउनुपर्छ सबैजनाहरू। तपाईँहरूको देशभक्त जुन तपाईँको मेरो जिन्दगी त सक्यो, तर म भोलि छोरा नातिको चाहिँ राम्रोसँग बनाउँछु। छोरा नातिलाई चाहिँ यही देशमा उनीहरूको शिक्षा राम्रो होस्, स्वास्थ्य राम्रो होस्, उनीहरूको भोलि गएर कुनै फिल्डमा उनीहरूले राम्रोसँग पढाइ लेखाइ राम्रो भएको मान्छेले पनि भोलि गएर चाहिँ जागिर खानको लागि बाहिर बेचेर जानु नपरोस् भन्ने तपाईँमा जोजोमा छ। तपाईँहरूले चाहिँ एकदमै साथ दिनु। आमाको दुध पिएको छ भने एउटा बाबुले चाहिँ दुर्गा प्रसादलाई ठेगान लाउँछु भनेर मेरो अगाडि पढ्यो भने एकपल्ट दिँदाखेरि 3 इन्ची सार्दिन्छु त्यसलाई म।
मेरो अगाडि पढोस् न। पर्छ होइन हाम्रो भनेको त गयो तर भोलि पछि चाहिँ अरूको सम्झेर आफ्नो पुस्ताको लागि सम्झेर पनि सबैजनाले साथ दिने भन्न चाहे र तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया पनि दिनु होला होइन। सो ओके गाइज अब फेसबुकमा अब उयो गरेर हुँदैन दुर्गा प्रसादले जुन तपाईँलाई जुन अभिनय उयो गरेछ अब हामी म राजा पार्टी म यो पार्टीमा गणतन्त्र पार्टी होइन तपाईँहरू एकचोटि आफ्नो स्वस्थ नेपाली भएर सम्झेर चाहिँ यो आन्दोलनमा सबैजना साथ दिनु होला भन्न चाहे। ओके कुलमानलाई चाहिँ निकालेर गर्न खोजेको चाहिँ के हो सरकारले के बोल्छ त्यो महत्त्वपूर्ण हुँदैन तर जनताले चाहिँ के कुरा बोल्छन् के कुरामा चाहिँ जनता छन् के कुरामा चाहिँ जनतालाई निड छ होइन त्यो चाहिँ धेरै महत्त्वपूर्ण कुरा हुन्छ होइन। यो कुरा चाहिँ सरकारले बुझेको छैन होइन। स्टार्टर लेखेर फेसबुकमा उयो भएर हामी कुनै पनि म यो समाजवादी म यो वादी म उवादी म यो राजावादी हुँ म माओवादी हुँ म काङ्ग्रेस हुँ म एमाले हुँ म यो पनि कोही यो कुराहरूलाई चाहिँ एकदिन छोडिदिउँ होइन। नेपाली भएर आउँ अगाडि होइन यो आन्दोलनमा नेपाली भएर आउँ कुनै पनि पार्टी यो पार्टीको पार्टीको यो पार्टीको भएर झगडा नगरौँ एउटा स्वच्छ एउटा नेपाली एउटा स्वच्छ मन एउटा भोलि मान्छे भएर भोलिको दिनमा हामी नेपालीहरूले चाहिँ विदेशमा कति दुःख भोगेर के गरेको छ दुनियाँको टोइलेट छोड्नुपर्छ के गर्नुपर्छ दुनियाँ ठाउँमा चाहिँ यस्तो ठाउँमा हेर्नु यस्तो ठाउँमा चाहिँ गएर चाहिँ हामीले काम गरेर चाहिँ नेपालमा रेमिटेन्स पठाउनुपर्छ तर सरकारले बुझेन होइन अहिलेसम्म पनि बुझेन। अब यसरी हुँदैन फिल्डमा सबैजना आउँ दुर्गा प्रसादको लागि एकचोटि सबैजनाले साथ दिउँ मैले यही भन्न चाहेँ र तपाईँलाई चाहिँ कस्तो लाग्छ यो कुरा र तपाईँ पनि यही हुनुपर्छ भने सबै जहाँ हुनुहुन्छ केमा तपाईँले केमा सहयोग गर्न सक्नुहुन्छ सबैजना सहयोग गर्नु होला। तपाईँसँग गाडी छ भने यो एक गाडी लगिदिनु होला होइन। तपाईँसँग केही पैसाहरू केही अफोर्ड गर्न सक्नुहुन्छ भने कतिजना टिकट गरिदिनु होला। कतिलाई बाहिरबाट आउने साथीहरू छन् तपाईँहरूसँग केही टिकट गरिदिनु सक्नुहुन्छ टिकट गरिदिनु होला होइन। सबैजनालाई मैले केही आह्वान गर्न चाहेँ तर मसँग भनेको चाहिँ मसँग धनसम्पत्ति केही छैन तर एउटा स्वच्छ नेपाली मन नेपालीको एउटा स्वच्छ छ र जुन भुइँ मान्छेले विदेशमा जति पनि दुःख गरेका छन् नि त्यो कुरा मैले प्रत्यक्ष भोगेको छु देखेको छु किन यस्तो भइरहेको छ किन यसरी जनताले बेचिरहेका छन् दुःख पाइरहेका छन् भनेर चाहिँ मैले एकदम कुराहरू बुझिरहेको छु तर मैले गर्नु भन्ने अब नसकेर मात्रै मैले चाहिँ यो एउटा सक्ने कुराहरू भएको भए त के गर्नुपर्छ गरिन्थ्यो जतिसम्म रिस उठेको जतिसम्म त छ नि आफ्नोमा मनमा होइन यो दुःख यो उयोहरू सबै कुराहरू भएको हेर्दाखेरि चाहिँ मेरो देश चाहिँ कुनै पनि फिल्डमा स्वास्थ्यमा शिक्षामा त नि बाहिर देशमा त शिक्षामा त काहीँ नै छैन क्या। हामी चाहिँ भनेको एकदम तल्लो स्तरको काम गर्नुपर्छ जुनै देशमा गएर पनि सबैजना साथीहरूले बुझेको कुरा हो यो भएको कुरा हो। हामी चाहिँ नेपालमा चाहिँ म यो पार्टीको हुँ मलाई चाहिँ यो दलित पार्टीको मलाई चाहिँ तपाईँ कुनै पनि पार्टी होइन पहिला देश बनाऊ पहिला देशमा कानुन राम्रो बनाऊ त्यस पछाडि सबै कुराहरू आफ्नै उयो भएर जान्छ होइन। अहिले देशमा हेर्नु त जुनै ठाउँमा पनि जे मान्छे पनि जो मान्छेले जे मन लाग्यो त्यही गरिरहेको छ कानुन छैन होइन। मान्छेले मान्छे मारेर हिँडिरहेको छ हल्का फुल्का दादागिरीले कानुनै छैन क्या नेपालमा मान्छे बस्नै चाहँदैन आफू सुरक्षितै छैन त। यो कारणले गर्दाखेरि चाहिँ हामी देश बनाऊँ देशतिर जाउँ र सबैजनालाई चाहिँ यही भन्न चाहन्छ साथीहरू होइन। र तपाईँलाई चाहिँ कस्तो लाग्यो यसले भन्ने कुरा सही हो है भन्ने कुरा चाहिँ लाग्छ भने सेयर गर्नु होला व्यापक सेयर गर्नु होला यो भिडियो सबैसँग पुर्याउनु होला यही भन्न चाहेँ। लभ यु गाइज थ्याङ्क यू जय नेपाल सबैजना स्वस्थ रहनु होला व्यस्त रहनु होला भन्दै लास्टमा फेरि पनि यो आन्दोलनमा सबैजनाले साथ दिन मैले आह्वान गरेँ बिन्ती गरेँ सबैजनालाई थ्याङ्क यू सो मच लभ यु गाइज ओके बाई बाई।